मलाई चाहिँ अलिअलि डर लागिरहेछ अनि अलिअलि उत्साह पनि। कलेजको यात्रामा एउटा नयाँ अवसर मिलेको छ, केही नयाँ सिकाइको, केही नयाँ बसाइको, केही नयाँ अनुभव गर्ने। केही समयको लागि म जाँदैछु कर्णाली प्रदेशको एक जिल्ला। नोटिस हेरेपछि मेरा केही साथीहरूले मलाई प्रश्न गरेका थिए, त्यति टाढा रहेछ, तिमी जान्छौ कि क्यान्सल गर्छौ? तर आफ्नो भागमा परेको कुरालाई स्वीकार्नु नै उचित लाग्यो मलाई र जाने निर्णय गरे। त्यसपछि उक्त ठाउँको बारेमा आवश्यक जानकारीहरू बटुल्न थाले। युट्युबबाट, सिनियरबाट, कलेजबाट आवश्यक पत्र लिए, आफू जाने अफिस र त्यहाँको परिवेश बारेमा थुप्रै जानकारीहरू लिए। म जहाँ पनि जान्छु, कहीँ पेन्टिङ भेटे भने मेरा आँखा एकैछिन ती चित्रहरूमा नअडिकन अघि बढ्नै मान्दैनन्। साथै आफ्नो क्यामेरामा कैद नगर्ने पनि कुरै भएन। मेरा यी आँखालाई त सधैँ अडिरहन मन लाग्छ। चाहे ती आफ्नै बगैँचामा फुलेका फुलमा हुन् या आफ्नै गमलामा हुर्किँदै गरेका साना सकुलेन्टहरूमा। अनि तपाईलाई चाहिँ मसँगै नयाँ यात्रा गर्ने मन छ भने जोडिरहनु होला है।